जापानमा तरकारी कति सस्तो कति महँगो छ त है। ल हेर्नु यो टमाटर एउटा बक्समा 6-7 वटा छ। यति एउटा बक्सको 279 छ। यो दुईवटा टमाटरलाई त 430 430। यो चाहिँ जापानको काँक्रो है होइन त? जापानको काँक्रो होइन यो? जापानको काँक्रो। ल यति सानो के गोपी अरे यो? गोपीलाई 214। ल यो काटेको क्याबेजलाई 106 रुपियाँ। हाकुसाई भान्टा चाहिँ सस्तो रहेछ क्या। मेगीको 171। ल यसको दाम हेर्नु त 278 छ 5वटा यसको। यो आधी बन्दाकोपीलाई 106 रुपियाँ छ। काटेको आधी बन्दाकोपीलाई। तीन पिस मसरुमलाई 139 रुपियाँ 3 पिस। अब हामी भुइँ कटरमा जाउँ है त। एक पिसलाई 754। यति भन्दै बिदा हुँ है त आजलाई।